अघि नै सुन्नुभयो, हामी पवित्र सायद हामी पापमा नगिरेको, पापमा नपरेको चाहिँ हुनुपर्छ भन्ने नै अब एउटा आशिष आएको छ। अनि हामीले परतिर गएर ढाँट्दैछौँ, लुट्दैछौँ, अनि प्रभुभोज खाँदैछौँ, प्रभुलाई भेटीहरू चढाउँदैछौँ। अनि त्यो हामी ठिकमा छौँ कि छैनौँ व्यवस्थामा लेखेको छ। जो भेटीहरू हामीले ल्याउँदै गर्दाखेरि चाहिँ प्रभु येशूले मत्तीमा भन्नुभएको छ, के भन्नुभएको छ भन्दाखेरि त्यो भेटीहरू तिमीले चढाउनुभन्दा अगाडि त्यो तिमीहरूको भाइसँग कुनै रिसहरू छ, तिमीहरूको झगडा छ भने त्यो भेटीलाई चाहिँ छेउमा राखेर, वेदीमा नचढाऊ, छेउमा राखेर पहिले चाहिँ मेलमिलाप गर, भाइसँग गएर मेलमिलाप गर, क्षमा माग, मेलमिलाप गर भनेर चाहिँ भनेको छ। अनि हामी कोहीसँग बाजेर आएर, श्रीमान श्रीमतीसँग बाजेर आएर भेटी चढाउँछौँ, अनि ट्वाकै लाएर भेटी चढाउँछौँ, अनि अशुद्ध बोल्छौँ वरतिर परतिर साथीसँग, अनि भेटी चढाउँछौँ। अनि त्यस्तै तरिकाले परमेश्वरको आराधना गर्छौँ, गाना गाउँछौँ, भजन गाउँछौँ। उता बाहिर गएपछि लाइब्रेरीलाई गायो, अनि भित्र आएपछि चाहिँ परमेश्वर जय जयकार भनौँ। यो चाहिँ अलिकति के भन्दाखेरि तपाईँ हामीले विचार गर्नुपर्ने चाहिँ चिसो न तातोको। परमेश्वरले भन्नुभएको छ, हामी संसारमा नाच्दैछौँ, संसारको कुरामा पनि रमाउँदैछौँ, संसारको थोक पनि गरिराखेको छौँ, अनि यहाँ आएर परमेश्वरको थोकमा पनि रमाउँछौँ, गाउँछौँ। यो चाहिँ चिसो न तातोको। त्यसैले हामीले पाएको यो शिक्षा परमेश्वरको दासमा बोल्दै गरेको चाहिँ के भन्दाखेरि हामी चाहिँ चिसो न तातोको होइन। हामीले अब प्रभुभोज खाएर संसारको खानेकुराहरूमा हामी सम्मिलित हुनु हुँदैन।